तामाङ जाति नेपालको हिमाली पर्वतको मध्यवर्ती पहाडी क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका मूलवासी हुन्। यो जाति मुख्य रूपमा काठमाडौँ उपत्यका लगायत वरिपरिका जिल्लाहरू ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट र रसुवामा बाहुल्यताका साथ बसोबास गर्दछन्। बसाइसराईको क्रममा हाल नेपालको सबै ठाउँहरूमा तामाङ जातिको बसोबास फैलिएको छ। तामाङहरू दक्षिण एसियाको देशहरू भारत, बर्मा, भुटान, थाइल्याण्ड, बङ्गलादेश लगायतका मुलुकहरूमा समेत धेरै पहिलादेखि स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन्। पछिल्लो 2 दशक यता अध्ययन, रोजगार तथा व्यापार व्यवसायका लागि मलेसिया, अरब देशहरू, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप, जापान, अमेरिका लगायतका देशहरूमा समेत तामाङको बसोबास बाक्लिदो छ। आफ्नो छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएको नेपालको एक प्रमुख जातिको रूपमा परिचित तामाङ धार्मिक दृष्टिकोणले मूल रूपमा महायानी बौद्ध धर्म सम्प्रदायका अनुयायी हुन्। तर आदिमकालमा भने प्रकृति पूजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्ने गर्दथे। लामा, ताम्बा र बोम्बो संस्कृतिलाई तामाङहरूको 3 सांस्कृतिक धरोहरको रूपमा मान्दै आएका छन्। यी 3 संस्कृतिहरूको सुन्दर सम्मिश्रण नै तामाङ मौलिक संस्कृति हो। तामाङ जातिले आफ्नै विशिष्ट पुर्ख्यौली र सामाजिक संस्कार, संस्कृतिलाई पछ्याउँदै मान्ने गर्दछन्। जन्मेको 3 दिनदेखि 13 दिनसम्म लामा गुरुबाट न्वारण गर्ने, जन्मेको 6 महिनादेखि 9 महिनासम्म अन्नप्राशन र छोरा मान्छे जन्मेको 3 वर्षदेखि 9 वर्षसम्म छेवार गर्ने तामाङको महत्त्वपूर्ण संस्कार हुन्। लामा, झाँक्री बन्न चाहनेहरूले सो विधामा विद्या लिनेदेखि गुफा बस्नेसम्मको चलन पनि तामाङ जातिमा रहेको छ। यस जातिका युवा युवतीहरूको उमेर पुगेपछि स्वागे भाइ भन्दा फरक थरमा मागी, चोरी र प्रेम विवाह गर्ने प्रचलन छ। त्यसै गरी यस जातिमा जारी तथा विधवा विवाह गर्ने चलन पनि रहिआएको छ। 126 भन्दा बढी थर भएका तामाङ जातिको मामाचेला, फुपूचेलाको थर फरक पर्ने भएकाले विवाह गर्ने चलन भए पनि पछिल्लो समय यो चलन हट्दै गएको छ। विवाहमा कडा नियम रहेको तामाङ जातिमा कुनै महिला विवाह पूर्व वा अनैतिक तवरले गर्भवती भएमा गाउँ निकाल्ने परम्परालाई भने तामाङ भाषामा थ्याप्साङ भनिन्छ। वृद्ध उमेरमा दाँत झरेर फेरि उम्रेमा बुढो अन्नप्राशन अर्थात् 84 पूजा गर्ने चलन तामाङ जातिमा रहिआएको छ। त्यसै गरी मृत्यु भएको 49 दिनभित्र मोवा, घेवा र राप्ने गर्ने तामाङहरूको मृत्यु पछिको अन्तिम संस्कार हो। बौद्ध धर्म अध्ययन गर्ने लामाहरू पहेँलो र रातो वस्त्र चिवर धारण गर्दछन्। बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासक उपासिकाहरूले भने तामाङको मौलिक पोसाकहरू गोइलो लगाउने गर्दछन् र अन्य पोसाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिने गर्दछन्। तामाङ जातिले सेलो, फापरे, खान्दोके, मेहेन्दो माया, काइरान, हुवाई आदिलाई प्रमुख गीत सङ्गीतको रूपमा लिएको पाइन्छ। त्यसै गरी तामाङ जातिले डम्फु, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बु, काङलिङ, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्दछन्। तामाङ जातिले सिङ्गुन ख्यासोर न्याहा, नामदुङ न्याहा अर्थात् तेमाल जात्रा
गोने न्याहा अर्थात् जनै पूर्णिमा र दुगु न्याहा अर्थात् बुद्ध जयन्ती जस्ता पर्वहरू मनाउने गर्दछन् र सोनाम लोहोछार चाहिँ तामाङको प्रमुख चाड हो। तामाङ समुदायले नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन सोनाम लोहोसार मनाउने गर्दछन्। प्रकृति प्रेमी समुदायका रूपमा चिनिने तामाङहरूले सोनाम लोहोसारको अवसरमा कुल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन्। मञ्जुश्री पात्रो अनुसार मनाइने लोहोछारमा छोरी चेली र आफन्तहरू बोलाएर टीका लगाइदिने गरिन्छ र मिठो परिकारहरू बनाएर खाँदै नाचगान गर्दै रमाइलो गर्ने चलन छ।